दर्शक महानुभाव, के तपाईहरूलाई याद छ भारतीय चलचित्र नायकको त्यो दृश्य जहाँ एकजना सामान्य पत्रकार एक दिनको लागि मुख्यमन्त्री बन्छ र भ्रष्ट कर्मचारीदेखि माफियासम्मको सातो लिन्छ? ठ्याक्कै त्यस्तै नेपालको राजनीतिमा पनि एउटा यस्तै पात्रको उदय भयो जसले सिंहदरबार पस्ने बित्तिकै भ्रष्टाचारका पुराना फाइलहरू तुरो टकटक्याउँदै पल्टाउन थाल्यो। जनताले भने हो बल्ल नेपालले आफ्नो अनिल कपुर भेट्यो। सडकबाट मन्त्रीको कुर्सीसम्म पुगेका सुदन गुरुङ, जसको एक्सन देख्दा लाग्थ्यो अब नेपालबाट बिचौलिया र भ्रष्टहरूको नामो निशान मेटिनेछ। तर के तपाईँलाई थाहा छ, जुन नायकले भ्रष्टाचारीलाई जेल कोच्ने कुरा गर्दै थियो त्यही नायकको खल्तीमा यति बेला त्यस्ता कागजातहरू भेटिएका छन् जसले उनलाई नै कटघरामा उभ्याइदिएको छ। अचम्म लाग्छ, मन्त्रीको शपथ लिनुभन्दा केही दिन अघिसम्म सुदन गुरुङ शेयर बजारमा करोडौँको जुवा खेल्दै थिए, त्यो पनि ती बिचौलियाहरूसँग मिलेर जसलाई राज्यले सम्पत्ति शुद्धिकरणको मुद्दामा खोजिरहेको छ। के सुदन गुरुङ साँच्चैका नायक हुन् कि उनी बिचौलियाहरूले नै तयार पारेका एक डिजाइनर मन्त्री? के 53 दिनभित्र गरिएको 53 लाखको शेयर कारोबार केवल समयको मात्रै हो? अनि अपराधी भनिएका दीपक भट्ट र गृहमन्त्री सुदन गुरुङको त्यो गोप्य साझेदारीको रहस्य के हो? अहिले देशभर एउटै आवाज गुन्जिरहेको छ, नायकको मुखौटा उत्रियो। आफ्नै समर्थकहरूले आज उनलाई बर्खास्त र पक्राउ गर्न सडकमा नारा लगाइरहेका छन्। यता गृहमन्त्री गुरुङले पनि चुपचाप हार मानेका छैनन्। उनले सामाजिक सञ्जालमा एउटा यस्तो जवाब दिएका छन् जसले यो मुद्दालाई झन् पेचिलो बनाइदिएको छ। उनले भनेका छन्, शेयर किन्नु अपराध होइन, हिम्मत छ भने प्रमाणित गर। आजको यो विशेष भिडियोमा हामी नायक फिल्मको पर्दा भन्दा बाहिरको त्यो तितो सत्य उधिन्ने छौँ जसले तपाईँको होस हवास उडाइदिनेछ। सुदन गुरुङको त्यो 53 लाखको खेल, दीपक भट्टसँगको त्यो अध्यारो साझेदारी र गृहमन्त्रीले दिएको त्यो काउन्टर स्पष्टीकरणको भित्री कथा वास्तवमा के हो? भिडियो अन्तिमसम्म हेर्नुहोला। भ्रष्टाचारका पुराना फाइलहरू खोलेर जनताको मन जितिरहेका गृहमन्त्री सुदन गुरुङ यति बेला आफै गम्भीर आर्थिक र नैतिक विवादको घेरामा परेका छन्। जेनजी आन्दोलनबाट उदाएका र बालेन शाह नेतृत्वको सरकारका फायर ब्रान्ड मन्त्री गुरुङमाथि लागेका आरोपहरूले यति बेला सिंहदरबारदेखि सडकसम्म तताएको छ। उनीमाथि मुख्य गरी निम्न 5 गम्भीर आरोपहरू लागेका छन्। नम्बर 1, मन्त्री हुनु केही दिन अघिसम्म शङ्कास्पद शेयर खरिद। सबैभन्दा ठुलो प्रश्न उनको शेयर खरिदको टाइमिङ माथि उठेको छ। विवरण अनुसार गुरुङले गृहमन्त्रीको शपथ लिनुभन्दा केही दिन अघिसम्म चैत 8 गतेसम्म 53 लाख भन्दा बढीको शेयर खरिद गरेका थिए। 2082 माघ 15 देखि चैत 8 सम्मको 53 दिनमा उनले 10 पटकमा 53,35,580 रुपैयाँको शेयर नासा सेक्युरिटिज मार्फत किनेका थिए। सरकारमा जानु ठिक अगाडि यसरी ठुलो रकम शेयरमा खन्याउनुले इनसाइडर ट्रेडिङ वा सरकारी सूचनाको दुरुपयोगको आशंका उब्जाएको छ। नम्बर 2, सम्पत्ति शुद्धिकरणको आरोप लागेका दीपक भट्टसँग साझेदारी। गृहमन्त्री गुरुङ र विवादास्पद बिचौलिया दीपक भट्ट बीच व्यावसायिक साझेदारी रहेको प्रमाण सार्वजनिक भएको छ। सम्पत्ति शुद्धिकरणको मुद्दामा अनुसन्धान खेपिरहेका भट्ट र शङ्कर समूहको लगानी रहेका स्टार माइक्रो इन्सुरेन्स र लिबर्टी माइक्रो इन्सुरेन्समा गुरुङको 25 लाख गरी 50 लाख रुपैयाँको संस्थापक शेयर भेटिएको छ। अपराधी र बिचौलियालाई कारबाही गर्ने मन्त्रालयको नेतृत्व गर्ने व्यक्ति नै उनीहरूसँगको व्यापारिक साझेदारी हुनुले स्वार्थको द्वन्द्वको गम्भीर प्रश्न उठाएको छ। नम्बर 3, 2 करोड 74 लाखको अस्पष्ट लगानी र सम्पत्ति लुकाएको आरोप। गुरुङले सार्वजनिक गरेको सम्पत्ति विवरणमा 2 करोड 74 लाख रुपैयाँ बराबरको शेयर रहेको उल्लेख गरे पनि ती कुन कम्पनीका हुन् भन्ने खुलाएका छैन। तर अनुसन्धानका क्रममा उनले उल्लेख नगरेको तर उनको स्वामित्वमा रहेका 50 लाख भन्दा बढीको संस्थापक शेयरहरू फेला परेपछि उनीमाथि सम्पत्ति विवरण लुकाएको आरोप लागेको छ। नम्बर 4, लगानीको स्रोतमाथि प्रश्न। एउटा सामाजिक अभियन्ता र भर्खरै राजनीतिमा आएको व्यक्तिले छोटो समयमै करोडौँको शेयर साम्राज्य कसरी खडा गरे? उनले लगानी गरेको करोडौँ रकमको स्रोत आखिर के हो? कि यो उनको पसिनाको कमाई हो कि बिचौलियाहरूले सेटिङका लागि दिएको उपहार? नागरिक समाजले उनको आय स्रोतको वैधानिकतामाथि कडा प्रश्न उठाएको छ। नम्बर 5, जेनजी मर्म र नैतिक विचलन। जुन आन्दोलनले उनलाई सुशासनका लागि मन्त्री बनायो, आज त्यही आन्दोलनका समर्थकहरूले उनीमाथि नैतिक विचलनको आरोप लगाएका छन्। भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताको नारा दिएर सत्तामा पुगेका व्यक्ति नै अपारदर्शी आर्थिक खेलमा मुछिनुलाई जनताको विश्वासमाथिको ठगी भनिएको छ। यिनै आरोपका कारण यति बेला सामाजिक सञ्जालमा उनको राजीनामाको माग चर्किएको छ भने जेनजी मुभमेन्टले समेत उनलाई बर्खास्त गर्न अल्टिमेटम दिएको छ। चौतर्फी घेराबन्दी र राजीनामाको चर्को दबावका बीच गृहमन्त्री सुदन गुरुङले आफ्नो मौनता तोडेका छन्। सामाजिक सञ्जालमा एक लामो र तार्किक स्पष्टीकरण दिँदै उनले आफूमाथि लागेका आरोपहरूलाई तथ्यहीन र सुविधा अनुसारको व्याख्याको संज्ञा दिएका छन्। भ्रष्टाचारका फाइल खोल्ने अभियानमा ब्रेक लगाउन खोज्ने तत्त्वहरूले अनावश्यक हल्ला फैलाएको सङ्केत गर्दै उनले आफ्नो फेसबुक पेजमा यस्तो लेखेका छन्। पछिल्ला दिनमा मेरो नाम जोडेर विभिन्न चर्चा भइरहेका छन्। विषय अलि जटिल ढङ्गले प्रस्तुत भएकाले म यसलाई सरल भाषा
भाषामा स्पष्ट पार्न चाहन्छु। स्पष्ट कुरा हल्ला धेरै छन्, तर तथ्य के हो भन्ने बुझ्न जरुरी छ। 25 लाखको सेयर लुकाइएको भनिएको छ। वास्तविकता के हो भने सबै सेयर एउटै प्रकृतिका हुँदैनन्। मैले धितोपत्र बजारमा कारोबार हुने सेयरहरू भनेर 2 करोड भन्दा बढी लगानी सम्पत्ति विवरणमै स्पष्ट उल्लेख गरेको छु, जुन जो कोहीले मन्त्री परिषदको वेबसाइटमा हेर्न सक्नुहुन्छ। स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रोमा भएको लगानी पनि यही समूहभित्र समेटिएको हो। यो लुकाउने होइन, वर्गीकरणको विषय हो। सिधा कुरा, लुकाउने मान्छेले खुल्ला रूपमा 2 करोड भन्दा बढी सम्पत्ति देखाउँदैन। मन्त्री हुनु अघि सेयर किनियो भनिएको छ। यो देशमा सेयरमा लगानी गर्नु कहिलेदेखि अपराध भयो? सम्पूर्ण कारोबार ब्याङ्किङ च्यानल मार्फत भएको छ। ब्याङ्कबाट गएको पैसाको सबै हिसाब हुन्छ। कहिले गयो, कहाँ गयो, कसलाई गयो सबै देखिन्छ। यस्तो हिसाब हुने पैसा कसरी लुकाउने, कहाँ लुकाउने? अब स्रोतको कुरा, मैले लगानी गरेको रकम कर्जा ऋण मार्फत जुटाएको हो र त्यसको लिखित तमसुक मिति 2080 5 महिना 29 को हो, जुन रेकर्डमा नै छ। उक्त तमसुक अनुसार ऋण लिएको रकम ब्याङ्किङ च्यानल मार्फत आएको छ र सोही रकम लगानीमा प्रयोग गरिएको हो। अर्थात् पैसा कहाँबाट आयो भन्ने कुरा अनुमानको होइन, कागजात र ब्याङ्क रेकर्डले प्रमाणित गर्ने विषय हो। विवादित व्यक्तिसँग साझेदारी भनिएको छ। एउटै कम्पनीमा सयौं हजारौं शेयर होल्डर हुन्छन्। शेयर किन्नु भनेको सबैसँग साझेदारी गर्नु होइन। यदि त्यसैलाई आधार मान्ने हो भने त्यही कम्पनीमा लगानी गर्ने सबैलाई एउटै रूपमा दोषी ठहर गर्नुपर्ने हुन्छ, जुन न्याय उचित हुँदैन। त्यही कम्पनीमा मिडिया हाउसदेखि ब्याङ्कसम्मका लगानी छन्। के ती सबै साझेदार वा दोषी हुन् त? प्रश्न सरल छ। शेयर होल्डर हुनु अपराध हो कि चयन गरेर आरोप लगाउनु? कन्फ्लिक्ट अफ इन्ट्रेस्टको आरोप पनि उठाइएको छ, तर यस विषयमा छानबिन गर्ने निकाय गृह मन्त्रालय होइन, अर्थ मन्त्रालय अन्तर्गत रहेको सम्पत्ति शुद्धिकरण विभाग हो र सोही निकायले प्रक्रिया अनुसार विषय हेरिरहेको छ। यदि मैले कुनै हस्तक्षेप गरेको भए यस्तो छानबिन प्रक्रिया नै अघि बढ्ने थिएन। यसको अर्थ स्पष्ट छ, प्रक्रिया चलिरहेको छ, प्रभाव होइन। पृष्ठभूमि नजाची लगानी भन्ने कुरा पनि उठाइएको छ। व्यापारिक लगानीमा भविष्यका सबै अवस्था पहिल्यै थाहा हुँदैन। हरेक लगानीमा जोखिम हुन्छ। पछि भएको घटनालाई अघि सारेर निर्णयको दोष बनाउनु यो तथ्य होइन, सुविधा अनुसारको व्याख्या हो। प्रतिक्रिया नदिनुलाई पनि प्रश्न बनाइएको छ। कानुनी रूपमा संवेदनशील विषयमा हतारमा प्रतिक्रिया दिनु उपयुक्त हुँदैन। हल्ला छिटो फैलिन्छ, तर सत्य प्रमाण सहित मात्र आउँछ। पार्टीको नारा र व्यवहार फरक भयो भन्ने टिप्पणी पनि गरिएको छ। व्यक्तिगत लगानीलाई बिचौलियासँगको मिलिमहत्त्वको रूपमा व्याख्या गर्नु उचित होइन। लगानी गर्नु र बिचौलियापन गर्नु फरक कुरा हुन्। यसलाई मिसाएर राजनीति गर्न सजिलो छ, तर सत्य त्यति सरल हुँदैन। अन्त्यमा म यति मात्र भन्न चाहन्छु, आरोप र सत्य एउटै कुरा होइनन्। निर्णय भावनाले होइन, प्रमाणकै आधारमा हुनुपर्छ। तथापि म यस विषयमा पार्टीले गर्ने हरेक निर्णयको पूर्ण रूपमा पालना गर्नेछु र अनुसन्धानमा आवश्यक सहयोग गर्न तयार छु। शहीदहरूको बलिदान र जेन्जी आन्दोलनको मर्म हामीलाई जिम्मेवार बनाउँछ, हल्लामा होइन, प्रमाणमा उभिन। धन्यवाद। गृहमन्त्रीको यो स्पष्टीकरणले केही महत्त्वपूर्ण र संवेदनशील पक्षहरूलाई उजागर गरेको छ, जस्तै ब्याङ्किङ रेकर्डलाई हतियार। गुरुङले आफ्नो लगानीलाई पूर्ण रूपमा ब्याङ्किङ च्यानल र ऋण कर्जासँग जोडेका छन्। यदि उनले भने चाहिँ 2080 भदौको तमसुक र ब्याङ्क स्टेटमेन्टले यो कुरा पुष्टि गर्छ भने लगानीको स्रोत माथि उठेको प्रश्नमा उनले कानुनी सुरक्षा पाउन सक्छन्। त्यस्तै सेयर लगानीको परिभाषा, उनले एउटा कम्पनीमा सेयर हुनुलाई व्यापारिक साझेदारी नभई सेयर होल्डरको रूपमा मात्र व्याख्या गरेका छन्। यसले दीपक भट्टसँगको उनको व्यक्तिगत सम्बन्धलाई होइन, बरु व्यावसायिक लगानीको प्राविधिक पक्षलाई जोड दिएको छ। त्यसैगरी नैतिकता भर्सेस कानुनी प्रक्रिया, उनले छानबिन गृह मन्त्रालयले नभई अर्थ मन्त्रालयको विभागले गरिरहेको भन्दै आफ्नो पदको प्रभाव नपर्ने दाबी गरेका छन्। यो उनले आफूमाथि लागेको स्वार्थको द्वन्द्वको आरोप हटाउन चालेको एक चलाकीपूर्ण कदम हो। त्यसैगरी लचकताको सन्देश, स्पष्टीकरणको अन्त्यमा उनले पार्टीको निर्णय मान्ने र अनुसन्धानमा सहयोग गर्ने बताएर आफू अझै अनुशासित सिपाही रहेको सन्देश दिन खोजेका छन्, जसले गर्दा तत्काल राजीनामा दिनुपर्ने दबाव केही कम होस्। कि सुदन गुरुङको यो काउन्टर अट्याकले उनको घुमेको छवि फर्काउन सक्ला, यो अबको बहसको मुख्य विषय हो। यिनै विषयमा तपाईँहरूको धारणा के छ? कृपया कमेन्ट गर्नुहोला।